हेलो एभ्रिवान, नमस्ते। हजुरहरुलाई स्वागत छ हाम्रो भिडियोमा। साथीहरु, हामी चाहिँ एकदमै सन्चै छौं। साथीहरु, म धेरै टाइमपछि भिडियो बनाउँदै छु नि त, अनि म चाहिँ बोल्नै बिर्सिसकेँ कि 15-20 दिन भयो होला मैले भिडियो नगराएको है। अनि आज चाहिँ म भिडियो गराउँदै छु। एकछिन नचला नि बेबी। आयो, हजुरहरु पनि सन्चै हुनुहुन्छ होला, हामी पनि सन्चै छौं। आज चाहिँ हामी आमा छोरा पानीपुरी च्यालेन्ज गर्न गएको छौं है साथीहरु। हजुरहरुले हेर्नु होला। अनि बाबुको नाम के हो भन्दै होला? मेरो नाम पन्ना हो। कति कक्षामा पढ्छौ भन्दै? म एलकेजी मा। साथीहरु, आज हामी पानीपुरी लिएर आएको छौं। साथीहरु, हामीसँग यो अचार रहेको छ है। यो चाहिँ यसमा चाहिँ मैले आलु प्याज राखेर यसलाई झानेर अनि चाउचाउ पनि राखेको छ है। चाउचाउ राखेको एकदमै मिठो हुन्छ के पानीपुरीमा। अनि हामीसँग पानी रहेको छ यसको। अनि हामीसँग यहाँ चाहिँ पुरी छ है साथीहरु। हामीसँग चाहिँ यहाँ 25 वटा पानीपुरी छ। आज हामी आमा छोराले चाहिँ यो फिनिश गर्नुपर्ने च्यालेन्ज है त। यो क्वालिटी छ अनि त्यो फेरि मिठाई हुन्छ। जसले जित्छ त्यसले मिठाई है त। कडे दिन्छ, कडे जित्छ त्यसले बिस्कुट पाइन्छ। ओ माय गॉड, ल जसले जित्छ त्यसले बिस्कुट पाइन्छ साथीहरु। ल साथीहरु, आज चाहिँ हाम्रो च्यालेन्ज भनेको 25 वटा पानीपुरी छ। हामी आमा छोराले सक्नुपर्ने छ है त साथीहरु। आज हाम्रो च्यालेन्ज भनेको यही हो। यो सबै हामीले पानीपुरी फिनिश गर्यौं भने चाहिँ बाबुले र मैले एक कुन्टा बिस्कुट पाउँछौं। हामीले फिनिश गर्यौं सिंगै बिस्कुट पाइन्छ है साथीहरु। अब चाहिँ हामी पानीपुरी खान लाग्छौं है त। धेरै दिनमा आज पानीपुरी खाँदैछ म पनि। बाबु, तिम्रो पानी यहाँ छ, नजिकै जाऊ। नजिकै बस। ए खुट्टा तल राख न। हो त्यहाँ नजिकै बस। ल साथीहरु, अब चाहिँ म खाना रेडी है त। एकदमै मुखमा पानी आइसक्यो साथीहरु। अब गाएन। ल चेस गरौँ। यसरी के यो फुट्ने अरे चेस। Oh my God! पानीपुरी चेस गर्ने त्यसरी साथीहरु। हजुरहरुलाई थाहा छ कि छैन? चम्चा खाइ बेबी। चम्चा ल्याइ न, उ त्यहाँ चम्चा यहाँ। यहाँ चाहिँ अचार राख्नलाई है साथीहरु। अब चाहिँ हामी खाना सुरु गरौँ है त साथीहरु। हजुरहरु हेर्नु होला, हामीसँगै बसेर पानीपुरी लिएर खानु होला। ओ माय गॉड साथीहरु, खाए ल। यस्तो मिठो छ नि साथीहरु। लास्ट चाउचाउ राखेको चाहिँ मैले फर्स्ट टाइम खाएको। चाउचाउ राखेर। ओ माय गॉड, खाए ल। अलि माथिसम्म आयो। यति आयो। ल यो राखेर खाऊ त, कति मिठो हुन्छ। पिरो छैन त यो। फिनिस गर्ने कि नि बाबुले? सबै फिनिस नगरेर ल, मैले पनि खानुपर्छ नि साथीहरु। अचार पनि खानुपर्छ है बेबी। लास्टै मिठो छ कि साथीहरु, लास्टै मिठो भएको छ है। फेरि चुङ्गे नभन्नु ल, साँच्चै मिठो छ। राखिदिन्छु ल। धेरै चाहिँ राख्नुपर्छ क्या। अहिले धेरै फोड्नुपर्छ नि, अनि बल्ल खान सक्नुहुन्छ कि बेबी। यति धेरै फोड्ने। ल गम्मा मुखमा हाल्ने, यस्तो मिठो हुन्छ नि। अब ओ मिठो भयो। त्यसरी हो कि खाने। लेमन राखिदिन्छु। हेलो त कति यस्तो मिठो हो न साथीहरु। अचार यस्तो मिठो छ नि, अचार र पानी। पानी छैन, लास्ट मिठो भएछ। इन मिठो पानी। हामीले यो पानीपुरी तुर्ने च्यालेन्ज गरे, फिनिश गर्ने च्यालेन्ज भनेको
थोरै होला जस्तो भयो साथीहरू फिनिस त गरिन्छ बाबुलाई सबभन्दा मनपर्ने के अरे पानीपुरी के च्यार भन्दा पनि साथीहरूलाई पानीपुरी एकदम मनपर्छ हेर्नु यहाँ निकाल यहाँ धेरै भयो थोरै थोरै खाऊ त्यो सानो सानो खाऊ त तिमीले ठुल्ठुलो मुखमा हालेछ अनि अट्दैन नि त मलाई सोध न मम्मीलाई के मनपर्छ भनेर सोध मलाई पानीपुरी सेम सेम तिम्रो खान्छु नि त यति बाबुको होइन कर्णको मनपर्ने गीत के हो भन्देऊ त साथीहरूलाई यहाँ हेरेर भन्देऊ न मासु र पानीपुरी तिमीलाई मनपर्ने गीत कुन हो भनेको मासु र पानीपुरी अरे एउटा गीत गाइदेऊ नि त ल होइन के दुईटाले भ्याउने हो नि त यो केही हुन्न तँ खाएर नि गीत गाइदेऊ है एउटा ओके बाबुलाई एउटा मनपर्ने गीत गाइदेऊ न त ल तिम्रो मैले खान्न म सुन्छु एउटा मात्र खान्छु कि हेर्नु ल राम्ररी गाइदेऊ यहाँ क्यामेरामा क्या बोला तूने नहीं पहले क्या बोला चल चल चलो साथीहरू अब मम्मीको मनपर्ने गीत भन्नु नि त सोध नि त मलाई आजको गीत मन कुन हो मेरो मनपर्ने गीत भन्दिम किन यहाँ राखिदिन्छु नि त बाबुको मेरो मनपर्ने गीत मलाई चाहिँ कुन गीत मनपर्छ अरे साथीहरू सोच्न पर्यो सोच्न मनपर्ने गीत भन्नु कुन अरे बाबु मेरो मनपर्ने के गीतहरू भन्दैउ न पुतली मायालु ए पुतली माया लाउन हो मेरी पुतली माया लाउन हो भन्ने गीतै मलाई मनपर्ने बाबुले सम्झाइदिएको ल खानु सक्नु हौ कस्तो थापेर हौ झऱ्यो पनि यसैमा झर्छ समात हो माई गड साथीहरू यहाँ फेरि यस्तो हो नि अब तिम्रो मनपर्ने मामा कुन हो सन्देश मामा कृष्ण मामा मनपर्छ कि सन्देश मामा एकदमै मनपर्ने मामा कुन हो त कृष्ण मामा र सन्देश मामा एउटा रोज नि एउटा रोज नपर्यो कसलाई रोज्छौ कृष्ण मामा अनि मलाई सोध अनि तँ सोध्ने हजुरले दुईटा भाइमा कसलाई रुचाउनुहुन्छ भन्नु दुईटा कसले रुचाउँछ म पनि दुईटालाई रुचाउँ
एउटालाई भन्नु म त दुईटैलाई रुचाउँ किन त्यत्तिकै किन त्यतिकै तिमीले पनि त दुईटै मामा भन्यौ नि त म त एउटा मामा भनेको कुन मामा भन्यौ र कृष्ण ए हजुर अनि तिमीलाई कुखुराको मासु मन पर्छ कि बाख्राको कुखुराको र एउटा रुँदा नि एउटा कुखुराको कुखुराको मन पर्छ मलाई सोध नि त अनि हजुरलाई कुन मन मलाई त बाख्राको मन पर्छ बाख्राको खसीको मन पर्छ के खोज्छ खसी बाख्राको के ओ अनि तिम्रो अभी भ्याइयो भ्याइ कौन छ वानपुरी साथीहरू धेरै हुन्छ क्या भनेको थोरैको भयो त पानी 25 वटा थियो बाबुले कति धेरै खाएको पानीपुरी यस्तो बच्चाले पनि साथीहरू लास्ट है खाएँ ल एकदमै मिठो छ यहाँ पनि छ म जित्छु कि अलि धेरै फुटाल्नु पर्छ के म जित्छु कि तिमीले जित्छौ कि भयो नझरेको नखाऊ त कटुरो खाऊ म जित्छु कि एकदमै मिठो भयो साथीहरू मिठो हो है यसलाई पुरी र अचार बनाएर पुरी र पानीमा अचार डुबाएर खानुपर्छ साथीहरू कस्तो हुन्छ मिठो भयो भ्यायो ओ माई गड साथीहरू खोजी चेकेर अन्ति चाउचा खाऊ नि त के अनि म जितेको जित्यौ ताली साथीहरू हामी चाहिँ आमा छोराले हजुर फेरि अचार पनि फिनिस्ड पुरी पनि फिनिस्ड पानी चाहिँ अलिकति छ पानी पनि मिठो पानी चाहिँ पिरो हो साथीहरू अचारमा चाहिँ पिरो राखेको थिएन मैले बाबुले खानु भयो मेरो पानी चाहिँ एकदम पिरो हो बाबुको चाहिँ अलिक कम पिरो हो अनि आजको च्यालेन्ज चाहिँ यस्तै भयो साथीहरू के कस्तो भयो कमेन्ट चाहिँ गरिदिनु होला एकदमै मिठो भयो अब फेरि हामी आमा छोराको कुन च्यालेन्ज ल्याउँदा राम्रो हुन्छ साथीहरू प्लिज कमेन्ट पनि गरिदिनु होला अब के च्यालेन्ज ल्याउने छोरो पानी ल्याउनु मलाई यति चाउमिन र पानीपुरी होइन एउटा भन न चाउमिन र पानीपुरी फ्रुटी र मकै फ्रुटी र मकै चाउमिन र पानीपुरी ल्याउने हेर साथीहरू अबको च्यालेन्जमा हामीले हजुरहरूलाई पनि हेर्न मन छ भने प्लिज हाम्रो च्यानल भिजिट गर्दै गर्नु होला साथीहरू अनि आजको च्यानल चाहिँ हाम्रो भिडियो चाहिँ कस्तो भयो प्लिज कमेन्ट पनि गरिदिनु होला सबैजनाले अनि फुल भिडियो वाच गरिदिनु होला हामी फेरि अर्को भिडियो ल्याउने बाचा गर्दै आजको लागि छुट्टिन्छौँ बाई बाई साथीहरू नमस्ते नमस्ते साथीहरूलाई पनि बाई भन्नु